भन्ने ठाउँको। सो हेलो एन्ड नमस्ते, इट्स मी दिवस। अनि आज चाहिँ मेरो फर्स्ट भ्लग भइरहेको छ। अनि मैले भ्लग चाहिँ अहिले ठ्याक्कै हामी आधी बाटोमा पुग्दाखेरि चाहिँ इन्ट्रो दिइरहेको छु। हामी चाहिँ खास रारा जान लागेको, आज डे 1 हुन्छ होला। अनि हामी सबै अहिले चाहिँ बिचमा हल्का रेस्ट पनि भयो भनौँ। अनि मेरो सम्झी भनेको चाहिँ बाइक हल्का खै के भएर बनाउन गएको चाहिँ ग्यारेजमा। हामी चाहिँ जङ्गलमा रेस्ट गर्दै बसिरहेको छौँ। म भाइ दाइ यता हुनुहुन्छ, उता भाइ छन्। होइन भाइ जस्ट ल ठिक छ, हामी एकछिनमा निस्किन्छौँ होला, खाजासाजा खान्छौँ एकछिनमा, त्यसपछि भेट्दै गरौँ ल। गाइस फाइनली ऊ पनि बाइक बनाएर आयो। भयो बाइक जाने हो अब। हिरो ओ हिरो हाम्रो अर्को भ्लगर त है यता फेरि उहाँ दादाको उसलाई च्यानललाई सब्सक्राइब हानिदिनु सबैले गएर है। नाम के छ रे? दादाको वन ब्राकेटमा जोगी छ। हाम्रो गरिदिनु पऱ्यो है। उहाँको फेरि पुरानो व्याकरण निकाल्नुहुन्छ, उहाँले शब्दहरू पुरानो शब्दहरू भन्नुहुन्छ। उहाँ गएर एकछिन हेरिदिनु होला। त्यही हो नेत्र भएको मेरो बाइक चलाउँदा गान खाने होला आज। त्यो गाई चाहिँ के भन्छ, आज चाहिँ हाम्रो डे 1मा चाहिँ हामी सायद कालीकोट बस्छौँ। कालीकोट हाम्रो साथीहरू पनि छ त्यहीँ, त्यतातिर आज पुग्यो भने कस्तो हुन्छ कसरी हुन्छ बाटोतिर भेट्दै गरौँ न, त्यही हो। गाइज हामी चाहिँ एकछिन अब यहाँ रेस्ट गर्न बसिरहेको। अझ खाना नि खाइएको छैन, भर्खर यो कटुवादेखि माथि हामी भर्खर आइसक्यौँ होइन गाइज। अनि हामी चाहिँ लास्टमा त बस्दा पछाडि यस्तो दुखिरहेको छ नि आमा। अहिले चाहिँ हामी सबै यहीँ रमाइलो छ यात्रा हाम्रो, बसिरहेछौँ। पछाडि ऊ दाइ भाइ बाइक चलाइरहेको छ अहिले। यस्तो गाह्रो हुँदो रहेछ मा कसम। हुन त फर्स्ट हो, हामी त्यस्तो रसमा त जाँदैनौँ, बिस्तारै त्यही हो। अब चाहिँ एकछिन हामी अब कति टाइम लाग्छ खाना खाने? हामी लाग्ला मिनिमम 1 आवर, सायद मेबी लाग्छ त्यस्तै 1 आवर जति लाग्छ जस्तो लाग्छ। हेरौँ अब के हुन्छ त्यहाँ पुगेपछि। अब सिधै खाना खाने ठाउँमा चाहिँ म भ्लग चाहिँ गर्छु। गाइज हामी चाहिँ हिँड्दा आधी बाटोसम्म पुग्यौँ। अब चाहिँ हामी खाना खान जाने भनेर यसो रोक्दैछौँ। पछाडि आउँदैछन् साथीहरू। के छ हालखबर, कस्तो हुँदै चल्दैछ? हालखबर त आगो भइगयो नि आयो। हाम्रो नि वेट गरेको मान्छेहरू आयो। लगाइज हामी पनि चलाउँ ल, चल चल्दिन क्या। यस्तै भयो क्या, आज कस्तो ढिलो भयो नि यो बाइकले पनि यस्तो धोका दिइरह। होइन कति बेला त्यस्तै हुन्छ, तर मजाले आइएछ। हामी जे होस् रमाइलो भइरहेछ। हाम्रो बहिनी प्यारी बहिनी अर्को The next day. आज चाहिँ हाम्रो सेकेन्ड डे अन द वे रारा। अनि हामी चाहिँ अहिले के भन्दा कहाँ जान्छौँ भनेपछि आज चाहिँ हाम्रो साथीहरूको गेम छ। हामी यतै कालीकोटको साथीहरू पनि थियो। अनि हामी त्यही एउटा रेन्जर्स क्याफे भन्नेमा चाहिँ यसो बसिरहेको छौँ। भित्र अलि हाम्रो प्राइभेट स्पेस रहेछ क्या भित्र, त्यहाँ चाहिँ आएर हामी बसिरहेको छौँ एकछिनमा। अनि हाम्रो साथी दाइहरू छन् टन्नै, त्यही हो। अब एकछिनमा गेम सेम हेरिन्छ होला। अनि हामी कति बजी हुन्छ, 12-1 बजे 1-2 बजे कति हुन्छ। डेस्टिनेसन चाहिँ हाम्रो अहिलेसम्म थाहा छैन, खास जाँदै जाने भन्ने प्लान हो। हेरौँ के हुन्छ, कहाँसम्म हुन्छ, त्यही हो। हाम्रो भाइ छ, के छ भाइ? सब ठिक छ, हल्का जाडो भयो। अनि हिजोको चाहिँ कस्तो भयो त्यो? बबाल बाखा राइड त राति हिँडेको, राति आएको, हामी राति पुगेको। राइड चाहिँ बबाल हान्यो होइन? त्यो त्यही हो। हामी चाहिँ यता त्यही हो, हामी चाहिँ यता के अरे रेन्जर्स क्याफेमा छौँ कालीकोट।
तपाईँहरू यहाँ कालीकोट पुग्नु भने हामी सक्नुहुन्छ। जस्तो हाम्रो साथी छ, हाम्रो चाहिँ साथी हो मिर्जन भन्ने जोस् राम्रो छ। यो गाइस अब एकछिनमा हामी त्यहाँ ग्राउन्डमा जान्छौँ, त्यो गेम हेर्नुपर्छ साथीहरूको। यहाँ आइसकेपछि अब हल्का साथीहरूलाई पनि सपोर्ट दिनु पऱ्यो होइन, त्यही हो। अब साथीहरूलाई सपोर्ट दिनु पऱ्यो। हाम्रो एकछिन खाजासाजा चिया हामी खाँदैछौँ, त्यही हो। एकछिन पछि चाहिँ हामी भेट्दै गर्छौँ। आज 31 गति नै भैली खेलिरहेको छ यहाँ भाइ बहिनीहरू छ कालीकोटमा। जोस् रमाइलो भइरहेछ। जोस् भाइ रमाइलो भइरहेछ, एकदम रमाइलो भइरहेछ। यसले चाहिँ दिइरहेछ आज भैली। ढल्के ढल्के नाच्ने होइन। गाइस हामी चाहिँ अब यहाँ कालीकोटदेखि निस्किनु लाग्यो, अनि हामीलाई छोड्नलाई साथीहरू आइरहेको छ नि यहाँ। उसको अघि समिन दुइटाको गेम थियो, 3 जनाको गेम थियो होइन अघि के र किन केही नबोल्ने फेरि गोला उच्चाइ फेरि गोल हाने बल हाने। त्यो हामी चाहिँ यहाँदेखि 3 बजी निस्किनु लाग्छौँ। अब हावा चाहिँ मजाको चलिरहेको चिसो भ्यू हेर्दै टक्क हामी मजाले जान्छौँ। हाम्रो एउटा राइडर के अरे ड्राइभर भाइ पनि छोड्नु भन्न। ए हामी पनि प्यारो भाइ यहाँ। अब फेरि फर्किँदाखेरि बस्छौँ भाइमा। त्यो गाइस हामी चाहिँ अब निस्किनु लाग्यो। बिचमा अब के हुन्छ कसो हुन्छ भ्लग गरिहाल्छु म, त्यही हो होइन जोइ साहब हो नि। गाइस त्यही हो हामी चाहिँ निस्किनु लाग्यो। अब केटा हामी निस्किन्छौँ। अब 1-2 दिन पछि आउँछौँ, बस्नुपर्छ है मिर्जन। सम्धीको बाइक चाहिँ अहिले पछाडि डिस्क ब्रेक अलि धेरै तातेको, अनि त्यो डिस्प्याच जान ला रहेछ, अनि त्यो चाहिँ चेन्ज गर्दै हुनुहुन्छ यता दाइले हुन्छ। अनि म चाहिँ यता पानी खान बसिरहेको थिएँ, केटाहरू चाउचाउ खाँदै मस्त बसिरह। त्यहाँ बसिरहेको केटाहरू चाहिँ बाइक एकछिन बनाउँदै हुनुहुन्छ यहाँ चाहिँ डिस्प्याच चेन्ज गर्दै। गाइज हामी चाहिँ त्यही कालीकोटदेखि चाहिँ हामी 4 बजी हिँडेको, अनि अहिले चाहिँ हामी यहाँ जुगाडा भन्ने ठाउँमा चाहिँ पुग्यौँ। अनि लगातार राइड गर्दा गर्दा बिचमा अलिअलि त बिसाइरहेको थियो, हामी रेस्ट लिइरहेको थियो। अनि अहिले चाहिँ यस्तो जाडो छ यहाँ, जाडोमा जाडो, अनि अहिले रात पनि परिसक्यो। अनि हामी चाहिँ त्यो दाइले र भाइले त्यो कुरिरहेको छौँ, अनि यता बसिरहेछ। यस्तो चिसो छ भने मौसम त आमा धन्न दामी छ दामी। अनि यहाँदेखि चाहिँ अलिअलि पिच रहेछ यो बाटो, जुगाडाभन्दा हल्का माथि। अगाडि कस्तो छ थाहा छैन, अफरोडै छ होला। चिसो छ मौसम होइन हो। मलाई त केही पनि लागेन गाई, यस्तो जाडोले हाने थियो कि अघिसम्म त मैले एउटा भेस्टमेन्ट लगाएको थिएँ कि नेत्र भाइको मागेको, अहिले चाहिँ छु। अनि के गर्नु, जाडो छ त्यही हो। न्यानो न्यानो राधा आउँदै हुनुहुन्छ भने हजुरहरू सकेसम्म तातो कपडा लिएर आउनु होला है। त्यही हो, बाइक कन्डिसनर गरेर आउनु होला। मेरो बाइक यहाँ यो
डिस्प्याच चेक गरेको थिएन मेरो बाइकको डिस्प्याच यो डिस्प्याच लास्टै धेरै हिट भयो अनि हामीले चेन्ज गरेको क्या अहिले चाहिँ हामी ठ्याक्क खोलाको छेउमा बसेर मस्तसँग खोलाको बगेको आवाज हुन्छ आहा यति मजा आइरह ठ्याक्कै अब ऊ हाम्रो पनि यता राजाहरू आउनुभयो भर्खर ल त्यही हो गाइस बिचमा भेट्दै गर्छौँ स्टेडियम ल हाम्रो बाटो कब्जा गरे यिनीहरूले कुकुर छ त कुकुर गाइस हामी चाहिँ अहिले होटेलमा छौँ अनि हामी चाहिँ यो गोटीजुला भन्ने ठाउँमा छौँ अनि उता रारा चाहिँ ठाउँमै पुग्ने भएन आज किनभने उता निकुञ्ज पर्छ नि त आर्मीले पनि राति जान नदिँदो रहेछ त्यही हो अहिले चाहिँ हामी खाना खान बसिरहेको छौँ होटेलमा छौँ ओइ लोकल चामल है त्यो गाइस हामी अब खाना खान्छौँ अनि त्यही रेस्ट गर्छौँ हल्का धेरै भयो बाटो पनि खत्तम छ त्यस्तै त हो नि होइन ल गाइस एकछिनमा के हुन्छ हेरी गरौँ भ्लग इन्डिङ त मेरो इन्डिङ त खासै हुँदैन डे 1 डे 2 गर्दा एउटै भ्लगमा आउँछ होला त्यही हो The next day. गाइस हामी चाहिँ बिहान सायद 6 बजे होला 6:30 हामी चाहिँ यहाँदेखि निस्किन लागेको अब हिजो चाहिँ त्यो भ्लग इन्डिङ चाहिँ केही भएन मेरो त्यही हो भ्लग त मेरो त इन्डिङ भन्ने हुँदैन अनि हामी चाहिँ होटलबाट अब बिहान निस्किन लागेको रारा सायद 2 घन्टा जति लाग्छ होला 50-51 किलोमिटर जति छ अरे अब हामी निस्किन लाग्छौँ बाइक चाहिँ हामी पोलिस गरेर छौँ त्यही हो ओइ कतिको जाडो छ भाइ यस्तो 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 लाउनु नि लास्ट जाडो छ यता ओ दाइ कतिको जाडो छ ओभर जाडो छ यार तर जोस् मैले पनि भित्रदेखि 3-4वटा जति लाग्छु रमाइलो छ मौसमहरू चाहिँ बजार भयो रारा पुग्नुभन्दा लास्ट बजार यहीलाई भन्छ त्यहाँ चाहिँ बसीको होटल चाहिँ यही हो सो गाइज अहिले चाहिँ हामी एकछिन रेस्ट गर्न बसिरहेको थियौँ रेस्ट भन्दा नि हल्का राइड पछिको अलि हल्का विश्राम पिसाब फेर्नु पऱ्यो होइन अनि यताको मौसम चाहिँ घाम लाए पनि ओभर चिसो छ क्या लास्ट चिसो अनि हामी चाहिँ ठ्याक्क डाँडाको माथि छौँ बाटो अफ रोड पनि छ अनि मोडहरू पनि छ तर रमाइलो पनि छ क्या यहाँ आउनलाई चाहिँ एकदम रमाइलो छ दामी छ हामी चाहिँ यहाँ छ त्यही हो हामी अब निस्किन लाग्यो एकछिन साथीहरू त हाम्रो त उतै पुगिसक्यो होला कता हो कता धेरै टाढा पुगिसक्यो तिनीहरू त उता ल त्यही हो गाइस बिचमा म अपडेट गरिरहेको छु अहिले चाहिँ निस्किन आँटेको त्यो चाहिँ दामी छ हाम्रो यहाँ छ ल गाइस हामी चाहिँ अब ठ्याक्कै रारा पुग्न त्यही 10-15 मिनट जति पनि खोइ छ कि छैन थाहा भएन अनि हामी चाहिँ एकछिन यता रेस्ट गरेर अनि यता चिया खाँदैछन् हामी चाहिँ भर्खर पुगेको अनि यिनीहरू चाहिँ यहाँ पुगेर चिया खाँदै रहेछन् त्यही हो एकछिनमा अब हामी निस्किन्छौँ मलाई यहाँदेखि अनि अगाडि गएर चाहिँ बाइक पार्किङ गरेर चाहिँ अनि त्यहाँ आधा घन्टा लाग्छ अरे हिँडेर जाने आधा 1 घन्टा अनि त्यहाँदेखि चाहिँ त्यही हो जिडी दाई हाम्रो मुगुको हिरो हुनुहुन्छ दादा है मुगुको हिरो मलाई त्यो 1 मिलियन पुगेको बेला चाहिँ त्यो भिडियो चाहिँ भवाल लाग्छ कि तपाईँको गीत चाहिँ गाइज हामी चाहिँ जाँदैछौँ रारातिर साथमा हाम्रो ग्याङमा चाहिँ दाईहरू पनि भेट हुनु भएको छ हामी चाहिँ बिच बाटोमा ट्रेक गर्दै हिँडिरहेको छौँ ओइ सम्धी यता हेर्न कि भाउ खाइस् क्या तैँले नि दामी हात मिलाएर भाउ खायो क्या त्यस्तै लगाइरहेछ है गुड यता चाहिँ अगाडि दाइहरू हुनुहुन्छ सँगै जाने भनेर हामी चाहिँ हिँडिरहेको त्यही हो अहिले चाहिँ हाम्रो
यस्तो दामी छ कि यति क्यामेरामा त्यस्तो राम्रो देखाएको छैन होला आँखाले हेर्दाखेरि त यस्तो बवाल छ नि हो पुरै ब्लू नै ब्लू क्या यस्तो दामी देखिरहेछ लास्ट दामी देखिरहेछ क्या ल गाइज हामी चाहिँ अब फर्किने आएको घुमियो यताउता त्यो माथि हामी के हुन्छ त्यो मुरमा डाँडा त्यहाँ चाहिँ हामी गएनौँ हल्का लेट पनि होला जस्तो भयो अनि आज चाहिँ जुम्ला जाने भनेको अनि भोलितिर जुम्ला जस्तो घुम्ने भनेको त्यही भएर टाइममै निस्क्यौँ भनेर हल्का रारा लेकको साइडहरूमा फोटोसोटो खिचेर भिडियोहरू बनाएर चाहिँ हामी फर्किन लागिसकेको छौँ अनि हामी चाहिँ हल्का यो उकालो रहेछ क्या यहाँ चाहिँ अनि हल्का धेरै हिँड्न नसकेर अहिले एकछिन रेस्ट गरिरहेको छौँ बसिरहेछ नि हो जेन्जी टोली यस्तो छ पुरै उकालो छ भाइ पनि बिरामी भइसक्यो ज्वरो हो कि रुगा लागिसक्यो भन्छन् हामी चाहिँ एकछिन रेस्ट गर्दै बसिरहेछौँ त्यही हो यस्तो सिडी छ पुरै उकालो छ त्यही हो गाइज हामी चाहिँ रारा तालदेखि चाहिँ लेकदेखि चाहिँ आइसक्यौँ हामी तल अहिले होटलमा छौँ बिहान खाना खाएको ठाउँमा यहाँदेखि हामी निस्केर जुम्ला जानुपर्ने हुन्छ हल्का गर्मी यहाँ फेरि गर्मी छ क्या त्यहाँ लेकमा त जाडो लागिरहेको छ गर्मी छ यस्तो घाम लागिरहेको गाइज हामी चाहिँ यता जुम्ला जाँदै गरिरहेको थियौँ रारादेखि तर सर्टकट छ भनेर अर्को बाटो आएको तर यस्तो गाह्रो रहेछ डेन्जर पनि डेन्जर ठाडै उकालो त्यसैमा हामी चाहिँ यहाँ ठ्याक्कै हाम्रो ग्रुपमा चाहिँ हामी 4 जना मात्र थियौँ 2वटा बाइकमा त्यसपछि दाइहरू पनि भेटिनु भएको थियो क्या ती 4वटा जति बाइकमा दाइहरू जति भेटिनु भएको थियो म त जाडोले पनि होला मुख पनि राम्रोसँग चलिरहेको होइन यस्तो गाह्रो छ भाइको हाल त यस्तो भइरहेको यहाँ विषय रुगा लाएर यस्तो छ गाइस बाटोको हालत तल खोला छ यहाँदेखि 1 मिस त गेम फिनिस हो क्या नम्बर प्लेट चाहिन्छ टारको गोटीहरू हेर्नु त साइकको छ दो गाइस बाटो साइकको छ तपाईँको बाइक चाहिँ त्यो अलि हेभी भएर हो क्या दाइ हेभी होइन गाडी किने पल्टे मेरो यस्तो घरसिन्टे आएको कि पछाडि मैले अड्डा थिएँ बाइक गाइस हामी चाहिँ अहिले जुम्ला छौँ सायद 9 बजी अहिले अनि हामी चाहिँ हिजो ठ्याक्कै 10 बजी आएको थियौँ क्या उतादेखि रारादेखि अनि बाटो पनि एकदम खतम भएर चाहिँ अनि हल्का ढिलो पनि भयो अनि के भन्छ त्यही हो अहिले हामी भर्खर उठ्यौँ 9 बज्दैछ अब जुम्लातिर यसो घुमघाम गरेर आज चाहिँ कालीकोट जाने हुन्छ अनि कालीकोटबाट भोलि चाहिँ घर जानुपर्ने हुन्छ हामी अनि अहिले चाहिँ होटलमा बसिरहेको भर्खर फ्रेस भएकोमा चाहिँ यस्तो दाना आइरहेको छु त्यही हो यस्तो छ रुमको हालत भाइ तिमी त बिरामी भइसक्यो है हाम्रो चाहिँ यहाँ कुरा गर्दैछ त्यही हो अब के भन्छ बिस्तारै अब हामी यहाँदेखि घुम्छौँ यता आउँदा हुन्छ त्यही हो बिचमा भेट्दै गर्नु त अब गाइस हामी चाहिँ यता होटलदेखि निस्केर बाइकहरू पनि हल्का त्यो बनाउन दिएर अहिले चाहिँ हामी चिया स्पोट जाँदैछौँ त्यहाँ जाँदा अनि यहाँ ठ्याक्कै जू पार्क पनि रहेछ त्यसको साइडमा चाहिँ यहाँ सम्झीले भनेको अगाडि आएको थियो नि त पनि 1 हप्ता बसेर गएको थिएँ अनि दामी आलुचप पाउँछ भनेर एकछिन हामी आलुचप खानु बसेको छौँ त्यहाँ भाइसँग दाइ चस्मा त छोड्नु पऱ्यो क्या सम्झी 2 चोटि आइयो क्या है जुगाडाको पुलमा बसेर त्यही हो जस रमाइलो पनि भइरहेछ हिजो बेलुका चाहिँ अलिकति दुःख चाहिँ पाइयो त्यति दुःख भन्दा नि अब अझै रमाइलो हो त्यो पनि त्यतिको अलिकति हुनु पर्यो यत्रो लामो यात्रा आइसकेपछि त्यो दुःख कष्ट सहनुपर्छ जुन यो कार्ड छ नि के भन्छ देउताको अरे यो खासमा के हुन्छ अरे यो वर्षमा चेन्ज गर्नुपर्छ त्यही हो चेन्ज गर्दा सबै आर्मी लगाए त्यो गाउँका सबै मान्छे जान्छन् कि चेन्ज गर्दा मैले त्यस सुनेको पहिला मलाई मेरो साथीले भन्दा थियो अहिले चाहिँ मैले नलेज बाँधिरहेको छु अलिकति यो चाहिँ हामी जान लाग्यो मन्दिर वर्षमा चेन्ज हुन्छ अरे यो चाहिँ साउन हो कि भदौ महिनामा चेन्ज हुन्छ क्या गाइस हामी चाहिँ मन्दिरमा छौँ
गाइज हामी चाहिँ यहाँ मन्दिर घुमेर अब चाहिँ खाना खान जान्छौँ मलाई होटेल सायद कुनै हो क्या हाम्रो है गाइज हाम्रो जुम्लाको साथी एउटै कलेज पढेको एउटै क्लास भर्खर आयो नि चाहिँ खाना पिना भयो कि नै लाज भन्यो क्या हेर तिमीले त लाजै लाग्यो त फेरि फोन मात्रै त्यो गाइज हामी चाहिँ खाना खान बसिरहेको छु मैले खानासाना खाएर अब पार्किङ गरेर हल्का घुम्न गएर त्यस्तो त अनि निशान माथि हिउँसी परे खतरा डाँडा देखेको माथि मुरमा गइदिएर गाइज हामी चाहिँ अब कालीकोट जान लाग्यो अहिले चाहिँ सायद त्यो 4:10 जति भइसकेको छ हामी चाहिँ होटलदेखि चेकआउट गरेर अब चाहिँ निस्किन लागेको छौँ दाइले बाइक निकाल्दै हुनुहुन्छ हामी बसेको होटल चाहिँ यही हो त्यही हो हामी चाहिँ निस्किन लाग्यो अब चाहिँ त्यही बिचमा के हुन्छ कसो हुन्छ त्यो हल्का भ्लग गर्दै गर्छु त्यही हो अब निस्किन लाग्यो हामी चाहिँ The next day.